हेलो एभ्रिवान, र आज चाहिँ म बिफको सुप बनाउन गइरहेको छु। यो चाहिँ मेरो फर्स्ट टाइम हो है सुप बनाउन गइरहेको, र त्यसरी म चाहिँ भिडियो बनाउँछु भनेर चाहिँ भिडियो बनाएको। अनि यहाँ चाहिँ प्याज हालेँ है, प्याज हालिसकेर चाहिँ एकछिन भुट्नुपर्छ। त्यसपछि यसमा चाहिँ उयो हल्दी हाल्यो, हल्दी हालिसकेर चाहिँ यसलाई एकछिन राख्नुपर्छ। अनि गाइस, मैले बनाएको कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनुहोस् होला है, किनभने फर्स्ट टाइम हो नि त। अनि यो अलिक ब्राउन कलर भएपछि चाहिँ यसमा चाहिँ मसला हाल्नुपर्छ। यो चाहिँ मैले घरमै पिनेको हो, तपाईँहरूले चाहिँ आफ्नै जे हाल्नुहुन्छ त्यही हाल्दा हुन्छ। मैले चाहिँ जिरा, खोर्सानी र अदुवा लसुनको पेस्ट हालेको छु। तपाईँहरूले अरू पनि हाल्न सक्नुहुन्छ, धनियाँको उयोहरू सबै हाल्न सक्नुहुन्छ, तर मैले त्यो हालेँ। र मजाले मसला पाकिसकेर चाहिँ मैले चाहिँ बिफ हालिसकेँ। अनि बिफ हालिसकेर चाहिँ हेर्नुहोस्, तर यो बिफमा चाहिँ पानी चाहिँ हाल्नु हुँदैन रहेछ, किनभने पानी पुरा निस्किँदो रहेछ। अनि यो चाहिँ मजाले चलाउनुपर्छ। चलाउने स्टाइल पनि अलिक भएन जस्तो लाग्यो कि, तर ठिकै छ, हेर्नुहोस् होला। अन्त चाहिँ यो मजाले पकाउनुको लागि चाहिँ आधी घन्टा जति पकाउनुपर्छ। अनि चाहिँ यसमा टमाटर हाल्नुपर्छ। टमाटर चाहिँ फर्स्टमै हाल्दा पनि हुन्छ, लास्टमा हाल्दा पनि हुन्छ, यो चाहिँ आफ्नै मर्जी हो, नहाल्दा पनि हुन्छ खानु हुँदैन भने है। र त्यो हालिसकेर एकछिन पाकेर चाहिँ त्यसपछि नुन हाल्नुपर्छ स्वादअनुसार। अनि चाहिँ सुप इज रेडी।